5 दिनको हस्पिटलको बसाइपछि मेरो मम्मीलाई चाहिँ फ्रेस हुनको लागि म सारङकोट लगेर जाँदैछ। मम्मीलाई मात्रै होइन, मम्मीसँग पनि 8 जना हामी जाँदैछौँ सारङ। उहाँहरू को हुनुहुन्छ त म तपाईहरुलाई परिचय भन्छु है त। उहाँ हुनुहुन्छ मेरो हजुरआमा, उहाँ हुनुहुन्छ ठुलो फुपू, अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो ठुली आमा, अनि उहाँ हुनुहुन्छ मेरो प्यारी मम्मी, अनि उहाँ चाहिँ हुनुहुन्छ सानी मम्मी, अनि उहाँ हुनुहुन्छ मेरो ठुल दिदी, अनि उहाँ हुनुहुन्छ माइली दिदी, अनि यो चाहिँ म भइहाल्यो साथीहरू। अब चाहिँ तपाईँ हामी मिलेर जाम है त केबल कार चढ्नको लागि। यहाँबाट चाहिँ थोरै माथि हिँड्नु पर्ने रहेछ, त्यही भएर चाहिँ हामी हिँड्दैछौँ अनि माथि टिकट काट्ने ठाउँमा जाँदैछौँ। हिँड्दा हिँड्दा माथि पनि आइपुगे साथीहरू, र फर्स्ट टाइम मैले केबल कार पनि डर पनि लागिरहेको छ र रमाइलो पनि लागिरहेको छ। चढ्न मात्र के पाएको थियो, मेरो बिरामी आमा त पुरै त्यो झरेको दाँत देखाएर हाँस्न खुसीले गदगद हुनुभयो। गफ गर्दै जाँदा भ्यूहरू हेर्दै जाँदाखेरि हामी चाहिँ माथि पुगिसक्यौँ रहेछ, र हामी यहाँबाट ओर्लिसकेपछि माथि चाहिँ मेरो कान्छी बहिनी र कान्छी बहिनीको साथी पनि आउनुभएको थियो, हामीले भेट्यौँ। र माथिको मन्दिरमा हामी एकछिन घुमेर फोटोहरू खिचेर अनि म चाहिँ फर्किनु पर्ने भएर चाहिँ म चाहिँ छिटै फर्केँ। यति नै साथीहरू, भिडियो के कस्तो लाग्छ माया गरिदिनु होला।